सम्पूर्णमा जय मसी म खेम माले मगर म तपाईँहरूको सामुन्ने पवित्र शास्त्र बाइबलबाट म केही कुरा म हेर्नेछु। आज हामी हेर्नेछौँ अन्त्यको दिनको बारेमा। आज हामी छुट्टो कुराहरू हामी हेर्नेछौँ र अहिले हामी हेर्छौँ भने राष्ट्र राष्ट्रको अहिले युद्ध भइरहेको छ, लडाइँ भइरहेको छ र त्यो लडाइँ भयो भन्ने बित्तिकै फेरि हामीले सिधा तरिकाले अन्त्य चाहिँ आइसकेछ भनेर हामीले त्यसै सिधा तरिकाले पनि बुझ्नु हुँदैन। तर हामी यति चाहिँ हो, हामी अन्त्यको दिनको हामी नजिक चाहिँ छौँ भनेर हामीले बुझ्नुपर्छ। र आज हामी मत्तीको पुस्तक 24को 5 पदलाई हामी पाठ गर्नेछौँ। यहाँ यसै लेखिएको छ, किनभने धेरैजना मेरो नाउँमा म ख्रिस्ट हुँ भन्दै आउनेछन् र धेरैलाई बहकाउनेछन्। यो पहिलो मुख्य चिन्ताको विशेष महत्त्व छ। यस युगको अन्त्यतिर पृथ्वीमा धार्मिक छलकपट व्यापक हुनेछ। यस युगको अन्त्य हुनुभन्दा ठिक अगाडि विश्वव्यापी रूपमा आउने धार्मिक छलकपट आफ्ना चेलाहरू सतर्क रहनु भनी ख्रिस्टले सरोकार राख्दै जैतुन डाँडाको सभामा उहाँले थप 2 पटक आफ्नो चेतावनी दोहोर्याउनु भयो। यो चाहिँ परमेश्वरले झुटा ख्रिस्टहरू आउँछ संसारमा र त्यस्तो शिक्षाहरूबाट तिमीहरू जोगिनु भनेर यहाँ येशू प्रभुले यहाँ भन्दै हुनुहुन्छ। परमेश्वरले यहाँहरू सम्पूर्णलाई आशिष अनुग्रह गर्नुभएको सबैलाई जय मसीह।